सबैजनालाई स्वागत छ आजको भिडियोमा हामीले नेपाल राष्ट्र बैंकले यो सालको लागि खोलेको विज्ञापनको बारेमा चर्चा गर्नेछौं है। के पदको लागि कति संख्यामा विज्ञापन दरखास्त आह्वानमा आएको छ नेपाल राष्ट्र बैंकले त्यो कुरा गर्नेछौं। यो हेर्न भन्दा अगाडि एउटा कुरा के बुझ्नुस् भने नेपाल राष्ट्र बैंक चाहिँ वान अफ द हाईएस्ट पेइङ संस्था हो। कर्मचारीहरूलाई एकदमै राम्रो स्यालेरी प्रदान गर्छ। यसले केन्द्रीय भत्ता, इन्टरनेट भत्ता, खाजा भत्ता गरेर विभिन्न भत्ताहरू स्यालेरीमै आउने कारणले गर्दा पनि नेपाल राष्ट्र बैंक एकदम रुचाइएको र एउटा एकदम कम्पिटिटिभ संस्था पनि हो है एक्जामको हिसाबले। तपाईहरुलाई अर्को जानकारी के दिन चाहन्छु भने यदि तपाईहरु अधिकृत तहको लागि तयारी गर्दै हुनुहुन्छ र तपाईहरुले मास्टर्स गर्नुभएको छैन भने अर्थात सहायक पदको लागि तयारी गर्दै हुनुहुन्छ र पूर्व योग्यता परीक्षा पास गर्नुभएको छैन भने यो भिडियो तपाईहरुको लागि होइन। यो भन्दा अगाडि नबढ्न सक्नुहुन्छ र बाँकी यो भिडियोमा हामी चर्चा गरौँ है। नेपाल राष्ट्र बैंकले विज्ञापन खुलाएको छ। यसरी पुस 10 गतेसम्म फर्म भर्न सकिने र दोब्बरजस्तो तिरेर पुस 17 सम्म भर्न सकिने गरेर अनलाइन मार्फत दरखास्त आह्वानमा आएको छ। अब कुन पदको लागि आएको छ हामी सर हेर्ने छौं। 1 नम्बरमा सहायक निर्देशक तर्फ अधिकृत तृतीय श्रेणीको लागि है। यो प्रशासनको लागि 1 जना खुल्लामा आएको छ है, अर्थशास्त्रको लागि। त्यस्तै सहायक निर्देशक व्यवस्थापन तर्फको लागि चाहिँ यही अधिकृत तृतीय श्रेणीको लागि 1 जना प्रशासनको लागि आएको छ। त्यस्तै सहायक निर्देशक अधिकृत तृतीय प्रशासनतर्फ 39 जनाको भारी संख्यामा विज्ञापनमा आएको छ है। जसमध्ये खुल्लामा 22 जना, महिलामा 5 जना, आदिवासी जनजाति 5 जना, मधेसी 4 जना, दलित 1 जना र अपाङ्ग 1 जना, त्यस्तै गरी पिछडिएको क्षेत्रबाट 1 जना गरेर 39 जना अधिकृत तृतीय पदको लागि आएको छ। त्यस्तै सहायक निर्देशक यो लेखा परीक्षण तर्फ चाहिँ प्रशासनतर्फ 10 जना, जसमा 5 जना खुल्ला, 1 जना महिला, आदिवासी जनजाति, मधेसी, दलित गरेर 10 जना आएको छ भने अब वाणिज्य कानून तर्फको सहायक निर्देशक पदको लागि चाहिँ यो पनि अधिकृत तृतीय श्रेणीकै लागि हो। यसमा 4 जना आएको छ, जसमा खुल्लामा 2 जना र महिलामा 1 जना र दलितमा 1 जना गरेर है। अब यो सहायक द्वितीय पदको लागि चाहिँ प्रशासनतर्फ 21 जना आएको छ, जसमध्ये खुल्ला 12 जना, महिला 3 जना, आदिवासी जनजाति 2 जना, मधेसी 2 जना, अपाङ्ग 1 जना र पिछडिएको क्षेत्र 1 जनाबाट यो 21 जना आएको छ है। अब यो विज्ञापन सम्बन्धी योग्यताहरू पनि हामीले हेरौं। नेपाल राष्ट्र बैंकको बारेमा स्यालेरी स्केल अनि विभिन्न अरू कुराहरूको बारेमा मैले भिडियो योभन्दा अगाडि पनि अपलोड गरिसकेको छु। तपाईहरुले बैंक लोकसेवा तयारी भन्ने प्लेलिस्टबाट पनि हेर्न सक्नुहुन्छ है। अब विज्ञापन सम्बन्धी विशेष सूचना भनेको छ यो धेरै चाहिएन, हेर्नु परेन। अब आवश्यक न्यूनतम शैक्षिक योग्यता है। अब त विज्ञापन नम्बर अनुसार तपाईहरुले सहायक निर्देशक खुल्ला अर्थशास्त्रको लागि स्वदेशी विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा प्रथम, द्वितीय र तृतीय श्रेणी स्थान हासिल गरेको हुनुपर्छ भनेको छ। स्वदेशी विश्वविद्यालयबाट है, यो कुरा पनि ख्याल गर्नु। तपाईहरु विदेशमा मास्टर्स गरेर आएको भने हुँदैन है। अब त्यस्तै यो व्यवस्थापन तर्फको लागि त्यस्तै छ, स्नातकोत्तर गर्नुपर्ने छ मास्टर्स व्यवस्थापन विषयमा। त्यस्तै सहायक निर्देशक पदको लागि यो 39 जनाको जुन भारी संख्या थियो त्यसको लागि चाहिँ तपाईहरुले मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, व्यवस्थापन, जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्यो है, मास्टर्स हुनु पर्यो। त्यस्तै लेखा परीक्षण तर्फ चाहिँ मान्यता प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्टिङ संस्थाबाट सीए है, चार्टर्ड एकाउन्टेन्ट गरेको हुनुपर्ने छ। त्यस्तै वाणिज्य कानून तर्फ चाहिँ कानूनमा स्नातकोत्तर, कानूनमा मास्टर्स गरेको हुनु पर्यो, अथवा अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा मास्टर्स गरेको हुनु पर्यो, जसमा कानून विषयमा स्नातक उत्तीर्ण गरेको हुनु पर्यो है। त्यस्तै अब सहायक निर्देशक द्वितीय श्रेणीको लागि चाहिँ सहायक द्वितीयको लागि प्रमाणपत्र तह वा 10+2 है, +2 गरेको हुनु पर्यो है। तपाईहरुले +2 गरे पनि पाइयो यो सहायक पदको लागि जुन 21 जना आएको छ त्यसको लागि। र यसको लागि चाहिँ तपाईहरुले जुन कार्तिकको 15 गते पूर्व योग्यता परीक्षा पास हुनु पर्यो है। कार्तिक 15 गते पूर्व योग्यता परीक्षा भएको थियो, त्यो पास गरेर तपाईहरुसँग सर्टिफिकेट हुनु पर्यो। त्यो भए मात्र यो विज्ञापनको लागि फर्म भर्न पाइयो है। अब समावेशीको लागि केही कुराहरू छन्। त्यसै तलब भत्ता सुविधा बैंकको नियमअनुसार हुनुपर्ने छ भनेको छ र यो सम्बन्धी चाहिँ मैले भिडियो पनि अपलोड गरेको छु, तपाईहरुले हेर्न सक्नुहुन्छ। उम्मेदवारको उमेर भनेको छ यो चाहिँ अब सहायक निर्देशकको लागि चाहिँ 21 वर्ष पुरा भई 35 ननाएको हुनुपर्ने। त्यस्तै महिलाको लागि चाहिँ 21 वर्ष पुरा भई 40 ननाएको हुनुपर्ने। त्यसै सहायक पदको लागि चाहिँ
18 वर्ष पूरा भई 35 वर्ष ननाएको हुनुपर्ने, महिलाको लागि चाहिँ 40 वर्ष ननाएको हुनुपर्ने गरी व्यवस्था गरिएको छ है। अब बैंकमै कार्यरत कर्मचारीलाई चाहिँ उमेर लाग्दैन। अब परीक्षाको किसिम भनेको छ अब निर्देशक पदहरूको लागि चाहिँ पूर्व योग्यता परीक्षा, विषयगत लिखित परीक्षा र अन्तर्वार्ता भनेको छ। त्यस्तै अब यो तपाईहरुको विज्ञापन नम्बर अनुसार दिएको छ, कुन नम्बरमा भर्ने हो त्यो अनुसार चाहिँ तपाईहरुले हेर्नु होला। अब पूर्व योग्यता परीक्षा हुने पदको हकमा पूर्व योग्यता परीक्षा उत्तीर्ण भएका उम्मेदवारलाई मात्र विषयगत लिखित परीक्षामा समावेश गराइनेछ भनेको छ। अब परीक्षा केन्द्र भनेको छ, परीक्षा केन्द्र चाहिँ लोक सेवा आयोग काठमाडौँबाट सञ्चालन हुनेछ भनेको छ है। त्यस्तै अब विज्ञापन नम्बर 18/2082 यो विज्ञापन नम्बरको लागि चाहिँ धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटोल, सुर्खेत, दिपायल यो विभिन्न कार्यालयमा हुनेछ। अब पाठ्यक्रम वेबसाइटमा उपलब्ध छ। त्यस्तै परीक्षण काल भनेको छ, यो विभिन्न कुराहरू रहेको छ। तपाईहरुले अब परीक्षा दस्तुर कति चाहिने हो, 1800 यी कुराहरू हेर्नु होला। अब परीक्षा दस्तुर बुझाउने प्रक्रिया पनि अनलाइनबाट हो, बुझिहाल्नुहुन्छ तपाईहरुले। पदस्थापन, लिखित परीक्षाका लागि सम्पर्क मिति, दरखास्त पेश गर्ने तरिका यो हेर्नु, अरु कुराहरू हेर्नु पर्दैन। दरखास्त पेश गर्ने तरिका चाहिँ सम्पूर्ण विज्ञापनको दरखास्त विद्युतीय माध्यमबाट नेपाल राष्ट्र बैंकको वेबसाइट www.nrp.org.np को करियर भित्र गई अनलाइन पोर्टल फर ओपन कम्पिटिसन वा डाइरेक्टली यो लिंक क्लिक गरेर पनि तपाईहरुले दरखास्त पेश गर्न सक्नुहुन्छ, अथवा एनआरपी को वेबसाइटमा गएर करियर भित्र अनलाइन पोर्टलमा गएर तपाईहरुले फर्म भर्न सक्नुहुन्छ है। अब केही थप जानकारी चाहिए यी कुराहरुमा सम्पर्क गर्न सकिनेछ। र यो मंसिर 19 गते आएको विज्ञापनमा यसरी तपाईहरुले फर्म भर्न सक्नुहुन्छ। यसरी चाहिँ विभिन्न पदमा चाहिँ आएको छ है जनशक्तिहरु, र एकदम राम्रो स्यालेरी स्केल सम्पूर्ण बैंकहरु भन्दा माथि रहेको छ यसको स्यालेरी स्केल। त्यही भएर चाहिँ तपाईहरुले एकदम राम्रोसँग तयारी गर्नुपर्ने हुन्छ। बेस्ट अफ लक र लोकसेवा तयारीको लागि हामीसँग सँगै रहनु होला।